Guys, hello guys. We love our vlog starting. The photo shoot going on. आज पहिला चाहिँ नजिक गयो हैन त्यहाँ त पुरै पानी भरिरहेको थियो अरु बेला चाहिँ खाली हुन्थ्यो बाल्लो हुन्थ्यो र आज नथिङ यस्तो गाह्रो भयो फेरि यता रेड क्लिफ आएको सनसाइन कोस्ट जाने कि भने फेरि 1 घण्टा ढिलो हुन्छ भनेर अब यहाँ रेड क्लिफ आएको छ हेरौँ के हुन्छ लेट्स सी पोज सिकाउँदैछ हाम्रो शंकर भाइले के हुन्छ ल टाइम टु टाइम अपडेट गरिराख्छु के हुन्छ कस्तो हुन्छ र मेरो पनि गर्नु भनेको म फर्स्ट सुट यसमा हान्छु ल ब्यागहरु त राखेछौं के गराउँदैछ गाइस भेट्यो ल यता गाजी आउटफिट अफ द डे फोटोशूटको लागि भर्खरै मेरो सुट हाने आयो गर्मी अति बे जल्दी बोल कल सुबह पनवेल निकलना अति गर्मी के गर्नु अब जस आज चाहिँ मेटर्निटी फोटोशूट हो मेरो बुढीको है सबैले आशिष दिनु होला कङ्ग्रेचुलेसन्स भन्नेलाई जतिलाई थ्यांक यू सो बिहान अघि मैले पनि भने नजिक जाने प्लान थियो नजिकको प्लान क्यान्सल भयो पुरै पानी भएर ठाउँै भएन नजिकमा फेरि यसरी ढुङ्गा छैन के प्लेन छ अनि त्यसपछि सनसाइन कोस्ट धेरै टाढा भन्ने जस्तो कुरा भयो त्यसपछि आयो हामी रेड क्लिफ यतिको दुःख छ यहाँ शंकर भाइलाई ऊ भिजिसकेको छ शंकर भाइ अलिकति त्यो लास्ट बेस त्यो चिप्लो छ बिस्तारै अनि चलिरहेछ यहाँ प्रोसेसमा सो बल्ल फर्स्ट आउटफिट भइरहेछ बेब्सको अब सेकेन्ड थर्ड आउटफिट हुन बाँकी नै छ यस्तो छ केही प्रोसेसहरू शंकर भाइ बरु शंकर आफू डुब्यो भने क्यामेरा चाहिँ डुब्न दिन्न भन्दा क्यामेरा चाहिँ बचाइरहेछ जे होस् ल है फोटोको लागि कन्ट्याक्ट शंकर फोटोग्राफी अपडेट गराउँदै गर्छु मेरो आउटफिट चाहिँ चेक गरेँ होला गरे ल यो चाहिँ रेड क्लिफको अलिकति यस्तो छ रेड क्लिफको एरिया सबैलाई देखाइदिन्छ है रेड क्लिफको एरिया समथिङ लाइक दिस है लोकेसन चेन्ज ड्रेस चेन्ज सबै कुरा चेन्ज अलिअलि स्न्याक्स खाइयो अब पुरा यहाँ शंकरले चाहिँ अब यहाँ पुरा फोटोहरू दिउँसो घाममा नि बत्ती लगाउन आएको छ सबैले पुगेन कि अलिकति त्यही भएर मस्त जोक मारा म काला आएर भनेर भने शंकर भाइको बेलामा त के गर्नु पर्ला हामीले नेक्स्ट लोकेसन चाहिँ यस्तो छ हेरिहालौँ कस्तो लाग्यो डु कमेन्ट है शंकरले भ्लग गरिरहेछ अझै नै म नि भ्याउँदैन हेर न भ्यू गाइज सी भ्यू हेरौँ शंकर यहाँ दामी देख्छ रहेछ हेर त यो ठाउँमा उभिएर क्या हेर त ओ माई गड भ्यू ओ सेट यो के दामी हो कस्तो लाइट केमा मुखमा हान्नलाई फोटो लाइट हो यो बालम त हेरौँ न प्रोफेसनल फोटोग्राफर हायर गरेको यति त फाइदा हुनु पर्यो नि अनि होइन क्यामेरा बोकेर त के काम त अनि जो पनि यतिको त चाहियो है फोटो जस्तो आयो भने यतिकोले चाहिँ शान्ति दिन्छ जे होस् होइन मैले भन्न खोजेँ राम्रै हुन्छ ल ल गाइज हेरौँ है शंकर फोटोग्राफी कन्ट्याक्ट गरौँ मेटर्निटी सुट के हुन्छ बिहा सुट एभ्रिथिङ एभ्री सुट हान्छ जबसम्म फोटो खिच्न लाग्छ जहाँ जहाँ फोटो खिच्ने काम लाग्छ त्यहाँ चाहिँ हान्छ ल ल ल आउटफिट चेन्ज फेरि ए मजाले छ के साह्रो डल्ली देख्यो ल आउटफिट चेन्ज मेरो पनि सबै सिद्धिसके त्यही त त्यहाँ मैले म उयो भ्लगै गर्न बिर्सेँ क्या जे होस् फोटोमा देखेर थाहा भइहाल्छ नि होइन शंकर हेर मोबाइलै मैले बोकेन नि त त्यतिखेर त फोटो आफै फोटो खिच्नतिर बढी ध्यान भयो त्यतिखेर जे होस् यो चाहिँ अब लास्ट आउटफिट हो सिद्धियो भोक लागिसक्यो शंकर पनि घामले डढिसक्यो कालो भयो नत्र खासमा गोरो मान्छे हो तर घाममा डढेर कालो भयो गजब बेइज्जती अब यो फोटोसुट गरेर सकिन्छ अनि जाने फेरि भिडियो सुट छ क्रिस त्यहाँ छिटाम गरिरहेछ अब यहाँ यस्तो छ स्थिति क्रिस हेर
यस्तो छ स्थिति के गर्नु बार बार प्रेग्नेन्ट हुन सकिन्न एकचोटि भएको बेलामा राम्रै फोटो खिचौँ भनेर नि हेलो गाइस यसो अनुहार हेरेर थाहा पाइसकेछ होला लास्ट टायर उतादेखि फोटोसुट सकायो बाइसक्यो भनेको पनि भिडियो बनाउनु पाएन सिधै आयो कार्सल लाइन क्रिस मदनको घरमा कार्सल आएर दिदीलाई त्यहाँ राखिदियो म गएपछि त्यसपछि डोमिनोज पेट पूजा गरियो दिदी त्यहीँ खान्छ मदनकोमा गेटअप चेन्ज अब फोटो भिडियोको लागि रेडी केटाहरू त्यहाँ कुरिरहेछ अनि अब चाहिँ आज त सायद नेपाली ब्रिजबेन फेस्टिभलको कन्टेन्ट बनाउँछौँ हामी के बनाउँछ त्यो चाहिँ अब भिडियो हेरेर थाहा पाइहाल्छ के हो मागा प्लास्टिकको रहेछ कस्तो झुकाइदिएर मागा म त साँपले यसरी उभिएर हेरेछ जस्तो लागिरह्यो सातो लग्यो मामपाका गु हगेर मामपाकाहरू डस्टबिनमा नफालेर बाटोमै फालिरहेछ कुकुर गु त्यही हो आज भिडियो सुट हुन्छ अरू के हुन्छ अब दुइटै भ्लगलाई म मिक्स गरेर नै अपलोड गर्छु खासमा भ्लगहरू यसरी बनाउँछु म बिचमा बिर्सिन्छ अनि लास्टमा फिनिसिङ गर्न पाउँदैन अनि त्यसपछि एडिटिङ गर्ने चाहिँ झन् कुरै टाढै जाओस् बट स्टिल आइ एम ट्राइङ माई बेस्ट नयाँ भ्लगहरू अलिक बानी पर्न टाइम लाग्दो रहेछ क्या ल गाइज सी यु अल लेटर अहिले चाहिँ हामी के गर्दैछौँ यो लुक चाहिँ कसको याद दिलाउँछ गाइज ल कसको याद दिलाउँछ लुक्सले गेस गरौँ कुन कन्सेप्टमा छौँ अब हामी खै सबिन अहिले सबिन पुरै रिक्रुट गर्न हाम्रो सिन चाहिँ अब कुन फिल्म चाहिँ गेस गर्नुपर्छ ल म चाहिँ अब बे गर्न जाँदैछ आज केटी हेर्न जानु लाग्यो होइन रेडी हुँदैछु यहीँबाट अब घरमा अलिकति थाहा पाउँछ भनेर बाहिर आएर रेडी भएको मदनको देखाउनु चोर आयो चोर सुटकेस लिएर जुन डरे घरै लुटेर पाइलट ल के हुन्छ अब हेर्दै गरौँ ल मेरो ब्याग कहाँ गयो अब सबभन्दा सिम्पल लुक मेरो रहेछ जुत्ता अलिकति फ्यान्सी भयो त्यही भएर देखाउनु जुत्ताको सर्ट नहाने फेरि यो जुत्ता हजुरबाले लगाउँथ्यो त त्यही भएर त तिम्रो ड्रेसअप र मेरो ड्रेसअप हेर नि त नि अब के भन्नु म भयो म कसम यो त म यसमा लड्छु गेटअपको लागि त तिमीलाई लाग्छ सँगै ल भन क्रिस खुसी पार्नलाई भयो पनि भनिदियो ल पहिला चुल चाहिँ मन लाउँदै एकदम लाउँथेँ होइन मैले नि लगा हो ज्यानले फर्क हुन्छ कि मतलब मन ल्याएको थियो एउटा चोरहरू दुइटा चोरहरू यहाँ बसिरहेको छ अब सायद गेसन सकिन्छ किन अब त गेस गर् यो तिनवटा लुक चाहिँ त थाहा पाउनु पर्ने कि सुटकेसले गर्दा मेरो त थाहा हुँदैन म कपाल यस्तो बनाइदिउँ कि चिम्टो यस्तो चिम्टो बनाएर गरौँ कि पानी भिजाएर गोविन्दाको कहाँ त्यस्तो छ कट 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 अब यति भन्दा थाहा पायो भने त के हामीले ड्रेसअप मिलाउनु सकेन कि भनेपछि हेर्ने मान्छे बेउकु भयो रेडी भइसक्यो रेडी भइसक्यो रेडी हो यतादेखि होला नि फर्स्ट सर्ट त अगाडिदेखि होइन र अहिले अगाडिदेखि के भन्यो तिमीले फर्स्ट यहाँ थियो क्या यहाँ रुखको साइडबाट यहाँ आउनुहुन्छ यतिको पार्क हुन्छ नि म यता आउने यता उसित हो यहाँ आउने नि क्या त्यहीँ यहाँसम्म हामीले सोसल वर्क पनि गरिसक्यौँ है यहाँले झाड पन्साएर भेनालाई बस्न सजिलो होस् भनेर तपाईँ साइड वाइज खिच्नुहुन्छ जहिले अनि रेडी भयो नि त भेनाला टेक 5
त्यस्तो फर्स्ट टेक पनि भएको छैन टेक 5 सबिन जस्तो होला फेरि चुका गर्दै डायलग गरिरह हुँदाखेरि मैले त्यो चुका पनि फाल्दै के ल अब चाहिँ क्वाइट माइक अन गर्नु अन गर्दैछ न माइकको त कामै छैन नि खासमा त ल मैले साउन्ड क्याप्चर गर्छु अरे ओके भाइ जान के तपाईँ अलि देखेको छ हो 3 2 1 एक्सन नानी पास नि कि मन नभए कि भाइ तपाईँ बुझेन के भन्नु तपाईँ बुझ्नु बुझ्नु छिने अब यहाँ उभिने किन अगाडि यति के यहाँ आउनुहुन्छ नि आइस मान्छे यो क्या यतिकै यहाँ किन आउनु पर्यो तिमीले यहाँ आऊ भने होइन आऊ भनेको छु मैले यतिकै गाडी चेन्ज गर भएन टेक 3 3 2 1 एक्सन कता हिँडेको बिजुली बालेर वाला भयो नि त्यो त पछाडिको बिजिएम त मेरो फोन भाइ मसँग छ कहिले कति खिचा तिमी खिचा कन्टिन्युस पर्दैन खेल्नु त्यस्तै कन्टिन्यू ल बिहाइन्ड द सिन देखाउन हामी रेडी भइसकेको छौँ ल एक्टिङ कसरी हुन्छ भनेर देखाइदियो होइन अब हेरौँ कलाकारको हेर्नु कति टेक लिन्छ कति टेक गर्दो रहेछ हेरौँ ल सिम्पल सुटको लागि है फेरि कति छ एउटा सिन भनौँ न 1 सेकेन्डको सिन भनौँ न 1 सेकेन्डको सिनको लागि हामीले कति तयारी गर्छौँ ब्लगमा हाल्दैछ भनेपछि अब क्रिसको अलिकति चलपल हुन्छ कि फेरि हेर थाहा पाइसक्यो हामीतिर एक सिका जस्तो गर्दै किन हल्ले फेरि मैले वाइट सर्टमै उयो गरेको छु कि जुम आउँदा हामी कस्तो देखेर त्यसमा ल फेरि एक्टिङ 1 सेकेन्डको सिन है गाई चाहिँ अब फेरि लेडिङ जस्ट 1 सेकेन्डको सिनको लागि यहाँ कति टाइम लाग्छ अब डाइरेक्टरलाई फाइनल भएको छैन सर्ट मन परेछ कि चेन त देखेन होला देखेछ केही छैन केटीहरू एट्र्याक्ट हुन्छ डाइरेक्टरलाई यो सर्ट मन परेन कट सेकेन्ड सर्ट अब ल है कति साह्रो डल्लो देखेको हेर न त्यही भने कि म त अगाडि देखिरहेको छु म भन्दा पनि डल्लो देखिँदो रहेछ कि गर्दा हो कि ल सेकेन्ड सर्ट अझै बिगार्यो अब हेरौँ के हुन्छ एक्सप्रेसन अलिक अनुहारतिर परेन कि मन परेन थर्ड टेक ल है त ग्यास डाइरेक्ट ल सेकेन्ड सर्ट पनि मन परेन अब थर्ड टेक कट ल थर्ड टेक पाला आयो अब अनुहार अब मन पऱ्यो किन हेरौँ है मन परेछ ठिकैको लागेछ खासै चित्त बुझाउँदो रहेछ बट एक्सेप्टेड चित्त बुझ्दा चाहिँ थिएन होला एक्सेप्टेड न त वाउ होइन जस्ट काम चलेको टाइपको भयो होला नत्र त गरिहाल्थ्यो नि हुन त केही गर्नु गर्दैन गुड मदन पसिना तुर भएर होला अहिले हरेको यो सोच्छ ल गाइस अब आफू हिँड्न गएर विदेश लाग्यो है
विदेश त लाग्यो अब नेपाल विदेशै भागेर विदेश लाग्यो अब फर्स्ट ठाउँको सिन सक्यो सेकेन्ड ठाउँको सिन खै सबिन के हो यो यस्तो सुट प्यान्ट सुट बुट लगाएर चप्पल हेर्नु पैसा कमाएर धनी आएको चाहिँ भयो नि होइन लोभ लाग्ने के चप्पल जति पैसा कमाए पनि पैसा बचाउन सिक्नुपर्छ के सबिनको मुखदेखि यस्तो कुराहरू सुन्दा त कस नसुहाएको चप्पलहरूले कसको बाटो अहिले सोध्दै जान्छ सबैजनालाई म्यान इन ब्ल्याक उता हेर नि सन उयो मदन हेर नि त्यो ब्रिफकेस लिएर Oh my god. कडा ए लोकेसन यो पुल चाहिँ दामी छ है ल म चाहिँ उता पारि घाममा आएँ यता अलिक अँधेरो भयो कि यतातिर सिनमा खै सबै हेर्दै नि त नि ओ माई गड आज यो भिडियो क्रेस यो भिडियो रिलिज हुने बित्तिकै सबिनलाई अझ कति डिएम आउने होला है भन्ने कुरा हो क्या म त म सरप्राइज कति यसै त अस्ति त्यो जब भिडियो खेलेर 3-4 डिएम आइसकेको छ अब यो गरेपछि यो लुकमा हेर्ने म केटीहरूले कति डिएम गर्ने होला त्यही माथि सिङ्गल फेरि ब्याचलर भनेको वान एन्ड ओन्ली ए सरी उता पनि छ ब्याचलर कटिसकेपछि अहिले ब्याचलर भन्नु मिल्दैन अरे कि एउटा सर्टेन टाइमपछि एउटा सर्टेन एज दिसपछि अब केमा आउँछ त अङ्कलमा बिहा नगरे पनि क्रिस तिमी त अब ब्याचलर ग्रुपमा आउनै छोडेर नि त ब्याचलर भनेर तिमी ग्रुपमा आउनै छोडेर त्यो होइन एउटा सर्टेन एजसम्म मात्र ब्याचलर भनिन्छ अरे सिङ्गल भए पनि त्यो एज क्रस गरेपछि त ब्याचलर भन्न मिल्दैन अरे अब त्यो बेला गफ भनेपछि त है केटा सक्छ गफमा जित्न समय गयो देख्नुभयो अब न्यू ऊ त्यो हेर न उता त्यो हेर त्यो व्हाइट बोर्ड त्यो के सिन पर्यो भने त्यो व्हाइट बोर्ड त्यही हो क्या मैले तपाईँलाई अघि त्यही भनेको थिएँ तपाईँले नसुन्नुभएको ल गाइज अब नेक्स्ट लोकेसन यो है जस्ट सी मैले हेर्नु फर्स्ट टाइम नै सही लोकेसन दिएर छु अहिले यहाँ आएर के थाहा भयो भने हामी ब्रेक र सापु जितीले गर्दा हामी घुम्नु पर्यो अहिले ए ल गोल्डन लाइट र यो डाइरेक्टरलाई मन पर्यो यो प्लेस अब यता हुन्छ हाम्रो ल गोल्डन लाइट फोटो हानौँ त एउटा दुइटा कस्तो देखिँदो रहेछ ल प्रोफाइल पिक्चर चेन्ज गर्ने बेला आएछ तिमीहरूको सेटको देखाइदिएको लाइट बत्ती नभएर ल सिद्धियो थ्याङ्क्स टु आदर्श भाइ टाइममा आएर सेभ गऱ्यो हामीलाई ल प्याक अप यताको लागि चाहिँ ड्रेस ल्यायो के ल्यायो ड्रेस ल्यायो होला ड्रेस ल्यायो के ड्रेस छैन म कहाँसँग मसँग के किनेर ल्याउने त्यत्रो भएन तपाईँले अनि हुनु परेन पहिल्यै भने अस्तिदेखि भन्दैछु मेसेजमा मसँग छैन भनेर जमेन कल्चरल ड्रेस छैन भनिरहेको छु कि ल्याऊ म अघि पनि मेसेज धेरै अचम्म परिरहेको छु अनि छैन लेखेछु त्यति बेला पनि केटाहरू जबरजस्ती कल्चरल ड्रेस गरेर टोपी ल टोपी सबिन चप्पल ल यहाँ प्यारेन्ट्सको बच्चाहरूको अगाडि आएर बसिरहेको छ भिडियो सुट गर्नलाई भिडियो सुट गर्नलाई प्यारेन्ट्सको अब मेलकोमा बत्ती पुगेन लाइटनिङ पुगेन अब त्यही भएर यहाँ अब समातेर पुलिस थाना लगिदिनु बर्बाद छ विदाउट पर्मिसन सुट गर्दैछ गाइजहरू यही हो मेन तिमीलाई सबभन्दा पहिला तिमी नै जान्छ जेलमा बाबु